पखाल्यौ के पखाल्यौ के के थाहा त के पखाल्यौ मलाई के थाहा त नि कतिमा हानेको त नि त्यत्रो त्यत्रो हिलो हालेर कतिमा 10,000 मा मलाई भनेको भए मैले किङजीलाई पठाइदिन्थे त अनि तिम्रो किङजी केटाकोमा आएको आयो भने मैले बाजेकोमा जानु त भने पनि आउँछ मलाई भन्नु पर्थेन मेरा बा उठ भने उठ बस भने बस कस्तो के कहिले काहीँ किन भन्न पर्छ मेरो त भइरहन्छ मजाले ब्याट भइरहेको कहिले पठाउन के भएर कस्तो कुरो गर्छ यार पठाइदिइहाल्छु नि तिमी मेरो मुटु हौ यार पठाउनु परेन तिमी पनि चन्दनले यस्तो गर्दो रहेछ क्या पेन्सन दिइसकेपछि दाइ मैले त माफ दिएको तपाईँले त गर्नुभयो सरी सरी भन्ने जस्तो गर्छु हारिसकेपछि बल्ल पठाउँदै कस्तो अघि देखेन मोतिया बिन्दुलाई खा यार खेल्ने बेलामा पठाउने होइन लास्ट आएर पब्लिकको सिम्पथी पाउनको लागि कति बाटो होइन भनेर पाउनलाई तिमीसँग नहाला पठाउनु त अनि लो कति कुरो चाहिँ हेरौँ ल म पठाइदिन्छु गफ धेरै भएन भने के छ त नि विचार दिदीले फोन गरे क्या घर छैन क्या दिदी कसले फोन गर्यो दिदीले फोन गर्यो गृहमन्त्रीले कसरी के भन्यो दिदीले अदासँग धेरै पटर पटर बोलेर बस्ने होइन भनेर गरिस् हिलो खानाको बिचराबाट सिसी क्यामेरा जस्तो हेरेको रहेछ माइतको खान्थ्यो माया गर्यो कपाल सपाल राम्ररी पुछेर बस्नु यहाँ कस्तो नराम्रो देखियो अरे हिलो खनाइ खाने पैसा कमाइ घर चारो आएको थाहा छैन कति माया हेर यस्तो हुनुपर्छ बुढी भने यस्तो गाइज तिम्रो पनिसमेन्ट धेरै कुरा गर्यो चुप्प लाएर पनिसमेन्ट भन्ने त्यहाँ चुप्पा खाने सरी 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 तिमी पनि अब हिलो खाना हो यत्रो सिद्धि मैले अघि दिपालाई यहाँ त्यही भनेको अब हेरै उता हारेर आछ बदला मसँग लिन्छ त्यही पनिसमेन्ट मलाई दिन्छ भनिसकेँ मैले भोके भयो तिमीलाई धोबी आन्न सक्दिनँ तिम्रो किङजी खडा हुनुहुन्छ किङजी खडा कि किङको हिलो खाना नि ल भन जे पर्छ ल खेलौँ के नि ल भन्नु तपाईँको टिना भन्नु न चुप लाएर म मेरो भनिहाल्छु नि पहिलो पनिसमेन्ट तँ तिम्रो बहिनी पनि आहान दुईजना लुछालुछ गरेर लड दूसरा दोस्रो पनिसमेन्ट के दिउँ गाइज दोस्रो पनिसमेन्ट